यो यस्तो ठाउँ चाहिँ एकचोटि घुम्नै आउनुपर्ने क्या मान्छेहरूले चाहिँ, यति रमाइलो ठाउँ छ होइन। हेर्नु सक्नुहुन्छ है त, त्यसको चाहिँ माथिसम्म ऊ त्यहाँ देखिँदैन माथि त। यो सिटीको चाहिँ मलाई मन पराएको के भने चाहिँ सिभिक सेन्स धेरै के मान्छेहरूमा होइन। साफ सुथरा बाटोहरू हुन्छ नि होइन, फुटपाथहरू भयो होइन। तपाईँहरू एउटा फोहोर देख्नुहुन्न कि एउटा फोहोर। धेरै ठुलो देश छैन फेरि होइन भियतनाम, तर यिनीहरूले चाहिँ यति मेन्टेन गरेर राखेको छ, यति साफ सुथरा छ है। यिनीहरूको कल्चरहरू हेर है। यहाँको चाहिँ फेरि खाना अलग्गै हुन्छ होइन। यिनीहरू ननभेज बढी खाने, अनि बिफहरू पोर्कहरू होइन, विभिन्न किसिमका समुद्री खानाहरू होइन। समुद्री जीवहरूको खानाहरू जस्तो माछा भयो होइन, विभिन्न चिजहरू समुद्रमा जे पाउँछ होइन, ती चिजहरू चाहिँ यिनीहरूले बढी खाइरहेको हुन्छन् है। त्यही भएर अब कोही प्योर भेज खानुहुन्छ भने चाहिँ तिनीहरूलाई चाहिँ गाह्रो छ यस्तो देशहरूमा आएर चाहिँ भेटाउनु। त्यस्तो रेस्टुरेन्ट होटलहरू भेटाउनु अलिक गाह्रो छ है। अनि त्यसपछि अर्को च्यालेन्जेस भनेको यो देशमा घुम्दाखेरि भनेको चाहिँ ल्याङ्ग्वेज है त। यिनीहरूले इङ्ग्लिसलाई प्रायोरिटी दिँदैनन् होइन। यिनीहरूको भियतनामिज आफ्नै ल्याङ्ग्वेज हुन्छ है। अनि सबैले इङ्ग्लिस बुझ्दैन फेरि होइन। अनि तर त्यो भन्दैमा ट्राभल गर्न अति नै गाह्रो भन्ने चाहिँ होइन है त होइन। यहाँको मान्छेहरू चाहिँ धेरै हेल्पफुल हुन्छ होइन। अब त हामी होइन टेकको वर्ल्डमा छौँ होइन। हाम्रो ल्याङ्ग्वेज ट्रान्सलेट गर्न यताउता धेरै सजिलो छ हर चिजहरूबाट होइन। त्यही भएर त्यति गाह्रो चाहिँ छैन घुम्न, तर घुम्न लायकको ठाउँ, धेरै ब्युटिफुल ठाउँ होइन। अनि कल्चरली रिच यिनीहरू होइन। कलरफुल भन्नुपर्दाखेरि चाहिँ सिटीहरू घुम्न जाँदाखेरि चाहिँ साफ सुथरा अनि कलरफुल देखिने के होइन, कत्रो अट्र्याक्टिभ देखिने क्या। म चाहिँ बजारहरू घुम्न जाँदाखेरि अथवा विभिन्न ठाउँहरू जाँदाखेरि म चाहिँ भिडियोहरू बनाउने प्रयास गर्नेछु होइन। अनि फोटोहरू नि खिच्छु होइन। अनि त्यो सबै चाहिँ अपलोड गर्छु, हेर्न सक्नुहुन्छ तपाईँहरू होइन। अनि म अब चाहिँ धेरै टाइम वेस्ट नगरिकन चाहिँ स्विमिङ पुलमा जान चाहन्छु, यसो स्विमिङ गरेर रिफ्रेस्ड हुन होइन।